आज 2025को क्रिसमस डे। आज मर्निङ वाक सुरु गरेँ मैले घरबाट निस्केर। अब बाटो भने चाहिँ यसरी गयो, त्यहाँबाट हेरौँ कसरी जाने हो भनेर जाँदै गरौँ। चौबाटो आयो। चौबाटोमा मेरो धेरै जस्तो चाहिँ बाटो चाहिँ यही हो। रेगुलर हिँड्ने चाहिँ यताबाट जाने हो। त्यहाँ मान्छे पनि आउँदैछन्, कोही कुर्दैछन् आज क्रिसमसमा। म हिँड्दैछु, उनीहरू गुडे, म यतातिर लागेँ। यताबाट घाम उदै रहेछ कि म चाहिँ यतापट्टि लागेँ। मेरो बाटो यही हो, नियमित हिँड्ने बाटो। म यताबाट जाँदैछु, एउटा पहिलो त्रिबाटो। यो पहिलो त्रिबाटो हो। यहाँबाट पनि अगाडि बढ्नुपर्छ। यतिर मेसिनहरू छन्, के हो कराइरहन्छन्। ती मेसिनहरूले के काम गर्ने हो थाहा चाहिँ छैन, तर हिँड्दाखेरि चाहिँ साउन्ड आइरहन्छ। यो त्रिबाटोबाट अझै अगाडि बढ्ने हो। यहाँ चाहिँ अलिकति माथि बाटोमा अहिले पानीले गर्दाखेरि लेउ परेछ, अनि पाहाडतिर घाँसबाट हिँड्दाखेरि चिप्लल भन्ने डर हुन्छ। त्यही कारण म चाहिँ यहाँनिरबाट टक्क क्रस गर्छु, अनि त्यहाँ अलिकति दौडिन्छु, अलिकति क्रस गरेर अनि त्यो बल्ल त्यहाँ पुग्छु म। यता गाडी आए, अब गाडी जान्छ, त्यसपछि गएर म क्रस गरेँ। अब मैले बाटो क्रस गर्न अलिकति म फास्ट हुन्छु। किनभने बाटोको छेउछेउ हिँडिरहेको छु म, पेटीमा होइन, अनि गाडीको डर हुन्छ नि त। त्यही भएर पानी सकेपछि म पाखा लागेँ यहाँबाट। ल नभए त्यही ल्याउ कि त्यहाँ चिप्लिने डर हुन्छ, यतापट्टि पानीमा जुत्ता भिज्ने डर हुन्छ यतापट्टि। ल अझै अगाडि बढेँ म। अब म जानुपर्ने त्यतापट्टि हो, तर अब म अहिले यहाँ अलिकति घुम्नु पनि पर्छ। यो पनि रुटमै पर्छ मेरो। त्यहाँ गएर यस्तो घुमेर फर्किन्छु, त्यसपछि अनि गएर फेरि अगाडि बढ्दै हो। त्यहाँबाट टक्क घुमेर फर्किन्छु म। घुमिसकेँ, राउन्ड घुमेर म फर्केँ। अझै अगाडि बढ्नुपर्छ। त्यहाँ माथिको रिङ रोडलाई भेट्नुपर्छ। त्यसलाई हामी रिङ रोड नामाकरण गरेका छौँ। अर्को मेन हाइवे भेटिन्छ, त्यसलाई रिङ रोड नामाकरण गरेको छ। त्यही रिङ रोड पुगेपछि अनि यतापट्टिको पोइन्ट चाहिँ सकिन्छ फर्किने, अनि अर्को पोइन्टमा जानुहोस्। आज धेरै गाडी पनि हिँडेको छैन। आज क्रिसमसको दिन धेरै जसो मान्छेहरू रेस्ट गरिरहेको होलान्, कतिले बिदा लिएका होलान्, कोही घुम्नु गएका होलान्।
यहाँको रिङ रोड आउन लाग्यो। रिङ रोडमा हाम्रो साग रोड टच भएपछि यहाँको मर्निङ वाकको पोइन्ट यहाँको सकिन्छ। म त्यही पोइन्टबाट ट्याक्क फर्किन्छु। अब धेरै टाढो छैन यो त। म फर्किसकेँ। अब जाँदैछु म अर्को बाटो हुँदै फर्किँदैछु। अर्को रिङ रोड पुग्नु पर्नेछ। म फर्किएकै बाटो यो पानी जमेको त्यहाँनिर हो। अनि यहाँनिर वन साग दुईवटा वन सागका झुप्पा थिए। हामीले लगेर गुन्द्रुक हालेर खाएको यस्तो मिठो हो कि मिठो थियो। यहाँनिर हिजो बेलुका त दुईवटा मृग क्या मजासँग खेलिरहेको थियो यतातिर। हामीले फोटो पनि खिचेका छौँ त्यसको। अब यहाँलाई म देब्रेपट्टि मोडिन्छु किनभने मेरो रुट अब देब्रेपट्टि छ कि। हाम्रो छिमेकी साथीको भनेअनुसार यो एउटा नेपाली साथी कार्कीजीको घर हो अरे भन्नुहुन्थ्यो। चिन्जान त भएको छैन। अब यहाँ अमेरिकातिर यस्तै हो। मान्छेहरू घरबाट कोही निस्किँदैनन्। मर्निङ वाक निस्किनु त भेट्ने मान्छे त दुर्लभ भेटिन्छ। सब मस्ताराम। त्यसमाथि अब आज क्रिसमस डे भएको, हिजो क्रिसमस इभ मनाएर बसेका झन् को निस्किन्छ। निस्किँदा कुरै भएन। यताबाट झरेर तल पुग्यो। एउटा सानो त्रिकुटे चोक आयो तिनतिरको। यो चोकबाट सिधै म अगाडि बढ्छु। त्यहाँ तल गएपछि बल्ल त्यो अलिकति क्रस गर्ने ठाउँ आउँछ। ल यो पोइन्टमा आइपुगेँ। यहाँबाट लेफ्ट टर्निङ गर्छु म। यहाँ यो छेउको घर हाम्रो नेपाली दाजुभाइ खरेलजीको घर हो। यहाँबाट म देब्रे लाग्नुपर्छ। त्यसपछि एउटा बाटोमा पुगिन्छ। त्यहाँजना नेपाली जस्तै दिदी छन्। फेरि त्यता गयो भने सँगै गयो भने डिस्टर्ब हुनसक्छ भनेपछि मैले अलिक एकछिन भने रुट अलिकति चेन्ज गर्नुपर्ने भएको छ। जाँदा त्यतै जाने हो तर ठिक छ। तिनी दाहिने लाग्यो नि, म देब्रे लाग्ने हो। अब म यता लागेँ। त्यो सिबोलो हिल्स एरिया भन्छ यसलाई। घरहरू छन्। यताका घरहरू चाहिँ पहाडका टुप्पो टुप्पो हामीले देखिन्छ परतिरबाट। ठ्याक्कै त्यसरी चाहिँ यो पोखरी भइगयो। यहाँ एउटा स्विमिङ पुल पनि छ। यो चाहिँ खेल बच्चाहरूको लागि खेल्ने ठाउँहरू। यता म यता जाँदैछु। त्यहाँ पर पुगेपछि एउटा चोक आउँछ। त्यहाँबाट म देब्रे लाग्ने हो। पारी
भएर प्लानिङ प्लटिङ सबै भएर अब घर निर्माण कार्य सुरु हुँदै होला। अहिले फर्किँदा अझ परतिर पनि हेर्नुपर्ने छ। सिबोलो हिल्स एरियाको नाम रहेछ है। एउटा चोक छ, ओ पारितिर घरहरू बन्ने काम हुँदैछ। यहाँ राम्रो रेसिडेन्सियल एरियाहरू छ, राम्रो राम्रो लामा लामा खालका घर बनाएको छन्। यो घर कस्तो के होला राम्रो थाहा त छैन। अब म जाने भने चाहिँ यतातिर हो। यताबाट सट्ट गएपछि माथि पुग्ने लगभग 900 पाइला जति हिँडेपछि टक्कै पोइन्टमा पुग्छु। अब म अगाडि बढेँ है त। त्यो रातो बत्ती भएको ठाउँमा हो मेरो पोइन्ट। त्यहाँ पुगेपछि अनि फर्किने हो म। अहिले हिँड्दा हिँड्दा एउटा यहाँको गीत याद आयो क्या यहाँको बारेमा। के भने नि, हिँड्दैछु म युएसए टेक्सासमा, सम्झ मात्रै आइपुग्छु एक सासमा, सम्झ मात्रै आइपुग्छु एक सासमा। ल यहाँको डेस्टिनेसन यही हो। यहाँबाट फर्किने यो रिङ रोडलाई छोएर फर्किने। त्यो परतिर त त्यो बाह्रमुटापट्टितिर त रेल चल्छ। अहिले रेल भेटिएन है। अब म यतैबाट फेरि फर्केँ। अघि जाँदा देखाएको चिल्ड्रेन पार्क हो यो। भित्र नजिकै जाउँ। त्यहाँभित्र स्विमिङ पुल, त्यसपछि यताबाट चाहिँ यस्तो घुम्ने बाटो। यो पौडी खेल्ने आर्टिफिसियल पोन्ड भयो स्विमिङ पुल। त्यसपछि यो चाहिँ नेचुरल पोन्ड पोखरी। धेरै ठुलो त छैन। यो बाटोबाट आउँथेँ यतापट्टि। त्यहाँ एउटा डग पार्क छ। डग पार्कमा एकजना मान्छेले डग लिएर निस्किँदै हुनुहुँदो रहेछ। त्यही भएर म अर्कै बाटो आएँ। यो पोन्डको छेउमा जान लागेको। चलिरहेछ, त्यही भएर छाल पनि आइरहेछ सानो सानो।
घाइलेहरू देखिन्छ। ल अब म यताबाट फर्केर जाँदैछु। त्यो म आउँदाखेरि त्यताबाट आएँ, त्यो खरेलजीको घरबाट। अब म यताबाट सिधा मेन बाटोबाट घर जान्छु। पर छेउमा पुगेर अनि फर्केर मोडेपछि अनि बल्ल त्यो जाने बाटो आउँछ। यता पनि टिस्के टिस्केहरू के गर्दैछन्, तर यहाँ पनि घरहरू बनाउनुको लागि डोजर चलेर यस्तो विधि डिस्टर्ब हुन्छ साउन्डले। आज त क्रिसमसको डे भएर सब बन्द छन्। कहाँ कहाँ गयो के गयो थाहा छैन। म त्यसको पल्लो छेउमा पुगेर फर्किन्छु। जाने चाहिँ म यताबाट हो, यो रातो बोर्डको साइडबाट। ल यो यसको यतापट्टिको पोइन्ट पनि यो सकियो। अब यहाँ अरू कसैको प्रोग्रामहरू कार्यक्रमहरूको स्थल होला यो। ल अब यहाँबाट हेर्दाखेरि यस्तो छ, खाली खाली। तर यतातिर चाहिँ डोजरका थुप्रेर बसेछन् त्यहाँ। आज रेस्ट गरेका होलान्। यतातिर चाहिँ प्लटिङ गर्ने कामहरू, यतातिर प्लटिङ भइसक्यो, यतातिर खाने काम भइसक्यो। घरहरू निर्माण कार्य कहिले सुरु हुन्छ हेरौँ। अब अर्को बाटोको भिडियोमा यो निर्माण भइसकेपछि फेरि हाल्नुपर्छ। र अब यो पोइन्टबाट म फेरि उतै फर्केर अब गन्तव्यतिर लागेँ है त। यताबाट गए पनि हुन्छ, तर नियमित हिँड्ने चाहिँ यो हो। गाडीहरूको लागि रोड क्लोज्ड। यहाँबाट गाडी गएर पारीतिर घरहरू बनाउने, डोजरहरू चलाउने यस्तो हुँदैछ। पर माथिसम्म प्लटिङ गरेर बाटो बनाएर पिच पनि बनाइसके। कति ठाउँमा ढलहरू हालिसके। अब यो माथिको चोकमा गएपछि ट्याक्क घरहरू आउँछ। हाम्रो घरतिर जाने बाटो होला।